नमस्ते गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हाम्रो आशिकाजीले होमवर्क गर्दै हुनुहुन्छ। हेलो नमस्ते गरिदिउँ यहाँ किन ऊ देख्न सक्नुहुन्छ। यहाँ होमवर्क गर्न झ्याउ लगाएर नगर्ने रे, फेरि अब दिउँसो गर्ने रे। दिउँसो यहाँ मम्मी आएपछि ठग्नलाई ऊ देख्न सक्नुहुन्छ। कस्तो तमिजै छैन बोल्ने, अल्छी। भातमा के पकाउने हो र देख्न सक्नुहुन्छ। अल्छी सुतेर होमवर्क गर्छ। ह्यान्ड राइटिङ चाहिँ अलि नराम्रो रहेछ। केही भनिदिउँ हाम्रो दर्शकलाई, केही भनिदिउँ यहाँ हेर्ने भ्युवरहरूलाई। कहाँ अहिले यो भिडियो हालेपछि बोल्दाखेरि छन् केही दुई शब्द। मलाई केही भन्न मन लागेन। हजुर किन बोल्ला नि मेरो होमवर्क गर्दै गर। किन गरिदिने मैले? अनि किन हानिस्? देख्न सक्नुहुन्छ यस्तो बोल्छ, देख्नु कस्तो बोल्छ। यस्तरी पेन थुत्रा यस्तरी फाल्दैन हुन्छ कि कस्तो यो मेरो बिग्रियो अरे टिपेक्स ल्याउँदैन। यो त यससँग बस्ने नि यो होमवर्क नि भ्याएन। यहाँ स्केल लुकुटे खान्छ दर्श यसको लागि नआयो अनि यिनीहरूले गर्दै यहाँ होमवर्क गर्नु पाएन। ओ ल्याएन फेरि पेज नम्बर 20 चाहिँ मैले गर्छु। फेरि के भन्नु राइट, मलाई यत्रो होमवर्क लेख्न अनि त्यसपछि यत्रो यहाँ सबले आशिकाको ह्यान्ड राइटिङ हेर्ने अनि नेपालीको एक पेज ह्यान्ड राइटिङ लेखेर देखाइदियो भर्खर। अनि सबले नेपालीको ह्यान्ड राइटिङ हेर्ने आशिकाको भने कि म्याथको गरम के गरौँ? एक पेज लेख नि त ह्यान्ड राइटिङ लेख्दिनँ बरु नेपालीको देखाइदिन्छु। नाइ पर्न एक पेज भर्खरै यहाँ लेखेर देखाउने रे। मलाई मर्छको कुटा खान छैन। पेन्सिल लेख्नु भइन्छ भइमा गरी लेख्न पेन 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 मेरो पेन दे खाइस पुटे पेन दे। के हो देख यता भिडियोमा त देखिन्न त। यो ब्याग के हो त? साथीले गिफ्ट गरेको ब्याग हो। बोल्लो साथी हो कस्तरी फाल्नु बोल्नु। हजुर साथीहरू देख्न सक्नुहुन्छ। किन के अरे यहाँ दर्शकहरूलाई केही भनिदिउँ ल। पकाम म यहाँ भिडियो गराउँछु ल। एक भन्ने के हाल्न त्यहाँ हाल्न लाग्यो भनेर देखाउनु त पर्ने। सुट निकालेको पल्टिन्न खै सुप देखाम। यता दर्शकलाई सुप देखाम। सुप कस्तो हुन्छ?
यता भनिदिउँ केही कसरी पकाउने यहाँ बोलेर अब चाहिँ यो अलि चिच्चाएर के अब चाहिँ यो 3x निकाल्ने यो पोहेको टिप्ने भइल अलिक कमै लाउँछ हो आशीर्वाद क्यार्ने खाने यत्तिकै कि क्यार्ने अब क्यार्ने अब चाहिँ बचेको नि हाल्दिउँ यो प्लास्टिक क्यार्ने र प्लास्टिक नै खाने प्लास्टिक चाहिँ कसरी खायो हो अनि 3-4 वटा यस्तरी फाल्दिने पानीलाई तात्न दिने पहिला यहाँ पहिला तातेपछि चलाउने हो कि अनि सस्तै यहाँ यहाँ भिडियो समात्नु मलाई देखा यस्तरी पकाउने बोलाम तिमी बोल्ने म पकाउने अनि यसरी यो गाइस सुप चाहिँ यो हो एउटा यो करेन्ट 3x भन्ने एउटा यो माथिबाट हाल्ने एउटा चाहिँ यो अब हामी हिन्दीमा बोलौँ सीजनिंग हाँ ये कुक कर रहा है आप क्या कर रही हो मैं कुछ नहीं कर रही हूँ मैं वीडियो बनाई है क्यों आप बेरोजगार हो हाँ मैं बेरोजगारी हूँ अच्छे से दिखाइए ले जा भयो यो धेरै इसको क्या करे बाहर फाले हिंदी में नहीं फाले बाहर इधर दिखाइए ना आप क्या करे बोलिए बाहर फाले या ना फाले? नहीं ना फाले ना फाले क्यों क्योंकि ये खाने की चीज है खाने कोई तो यहाँ देखा ये क्या क्या चीज है ये नूडल्स है ये तो वो भैया लोग वो पेड़ से खींच के बनाते हैं ना ये स्पैगेटी है पेड़ से ना इधर दिखाओ मेरे को भी दिखाओ ले जा गाइस इधर डोनट भी है 1 2 3 डोनट एंड इधर कॉफी भी है एंड ये लड़का पका रहा है धेरै न पकाउनु धेरै नगरन खस्छ के ए देखा तो दे मलाई देखा तो मात्र देखा तक मर यो दुईटै देखिन पर्यो वो यताबाट गयो हजुर देखियो नि म देखिस और अम्मा हमके कह रही नहीं चलाओ अम्मा कह रही है नहीं चलाओ जो साथीहरु अब यता के यता होला गरा के अरे गराउनु अहिले नाइन अहिले चल्छ हिंदी में बोलिए आप मलाई आउँदैन हिन्दी और क्या रे मम्मी मम्मी आज मम्मी मुझसे डरती है आज मम्मीले सुत्न दिने हैन हजुर केही न के यति गराइ छ यहाँ डरालो के डढे पानीमा राखेको कसरी डढ्छ भके धेरै नपकाइ ल तिमीले पकाऊ म यता गर्छु ल कहाँ भयो छैन पाक्दै है त्यस्तै गर्दिम बोए पाके होइन के कस्तो ल यो गर म यो फालिदिन्छु पानी सानी फालिदिन्छु अनि खा के यता मलाई नि देखा गाइस ये स्पॉट मान्छे स्मार्ट मैं पिलेट लेके आती हूँ मेरे बात अच्छा बोलो मैं अच्छा कर दूंगा ये पिलेट में राखेर अनि तेल निकाल्यो तो डाडुले निकाल्यो डाडु हो हैन पन्नी हो यो यसलाई के भन्छ इंग्लिशमा ना आई डोन्ट नो अबाउट दैट why you don't know you should know about each and everything वो इले छान न खै छान्ने कुरै छैन यति फाल्नु नहीं ला गरा तेरो भिडियो ओए त्यो छान्ने खोज न ल यस्तो गर्छु कैसा है बुद्धि अच्छा है ये दिखाओ दर्शक को दिखाओ हो गया के हो गया पानी छुइया त आफैले हिन्दीमा बोल्ले खस्यो ल यहाँ त दुबईमा पिड्छ नि
म देखा पर्दैन अहिले बस्दा नै चाउछ ए अँ अहिले राम्रोसित मन देखिन बरु दुवै म्याच त पिड्छ नि स्टाइलमा साइडमा अन्डा भयो भने त सबै हाल्दै चिजिनी सब भयो अँ पिड्नु हामी आज अँ हड्डी खस ढलिस नि ढल्दिन म देख्थेन कि यो त उमाल्नै दिन्छ त के उमाल्न यो यतिकै राख्नु खाएर जनावरले उयो चाहिँ यति थोरै हाल्दै भाइ किन अरू सब धेरै राख्नु थोरै राख्नु नाइ कि नाइ म देखियो किन देखियो पिरो हुन्छ के पिरो अनि किन खाएको त फेरि आएको हुन्न गाइस अब मैं ये मिक्स करके दिखाऊंगी किन वेस्ट गर्ने न बिहान एक थाल भातमा आधा थाल भात हाल्छ हजुर यहाँ खाइराखौँ के भन्नु अल्ला छोडा अरे त्यो भिडियो त्यहाँ अब भिडियो कति मिनटको भयो भिडियो 7 मिनट छ 7 मिनट ल त्यहाँ अब आफूतिर फर्काएर बाई गर्छ बाई गाइस आँखामा चाहिँ देखियो बाई गाइस अलि राम्रोसित बाई गाइस अब ख्याल हिन्दीमा ख्याल गर्नु यो त भन्नु आफ्नो ख्याल राख्नुहोस् आपने ख्याल रखा